यो मधेसको आन्दोलन कति पैसा आउँछ थाहा छ? पहिला पहिला के भन्थे, हाम्रो यहाँ सरकार आयो पहाडियाहरू भएन भने त हामी त घर घरमा पुरा ल्यान्ड क्रुजर गाडी चढ्ने बनाउँछौँ भनेर भाषण गरे होइन यिनीहरूले? खै त 8 वर्षदेखि तिमीहरू नै छौ, खै कोही आएको छैन के अरे? मुख्यमन्त्री तिमीहरू छौ, प्रदेशको मन्त्री तिमीहरू छौ। 1 वर्षमा 60 अरब भन्दा बढी पैसा प्रदेशका नाममा आउँछ। त्यो पैसा विकासमा जाँदैन, जम्मै नेताहरूको गाडी चढ्ने, अगुवा पछुवा हिँड्ने, कार्यकर्ता पाल्ने, सांसद पाल्ने हुन्छ। हामी प्रदेश खारेज गरेर त्यो 60 अरब पैसा हस्पिटल खोल्छौँ, जुट मिल बनाउँछौँ, चिनी मिल बनाउँछौँ, जनतालाई घर घरमा रोजगारी दिन्छौँ। त्यसका लागि प्रदेश कस्तो अवस्था आयो? ऊ पारीपट्टि जानुस् त, छोरी बुहारी बिहे गरे होला पर बिहारतिर पढ्नातिर यहाँ पारीतिर पनि मोटरसाइकल कतिमा पाउँछ? 60,000 भारू नेपाली 1 लाख रुपियाँमा पाइन्छ। त्यही मोटरसाइकल जनकपुरमा आएर किन्ने हो भने 5 लाख पर्छ, बाँकीको 4 लाख खोइ। 4 लाख केपी ओलीलाई हेलिकप्टर चढ्नलाई, विद्या भण्डारीलाई तपाईँको घरको भत्ता बुझ्नलाई, रामवरण यादवलाई अहिले पनि काठमाडौँमा गएर घर भत्ता लिनलाई खर्च हुन्छ। यो जनताको पैसा। आज करमाथि कर तिरेर 884 जना सांसद, 36,000 भन्दा बढी जनप्रतिनिधि आज पाल्नु परेको छ। हामी चाहन्छौँ 884 जना सांसद होइन, 205 जना सांसद भयो भने यो देश कहाँ पलट हुन्छ? सांसद आवश्यकता छैन। अन्त के छ? कहिलेकाहीँ राजालाई भन्छन् यिनीहरूले, मलाई हाँसो लाग्छ, अचम्म लाग्छ। चुनाव जितेर